सो हेलो फ्यामिली सबैजना सन्चै हुन्छ होला। म पनि एकदमै सन्चै नै छु। आज चाहिँ दिउँसो यत्तिकै बसिरहेको थिएँ अनि के खाउँ भइरहेको थियो अनि हल्का नयाँ स्टाइलमा चाहिँ चाउचाउ बनाएर खानु पर्यो भनेर चाहिँ सबैभन्दा सुरुमा त सबै कुरालाई चाहिँ रेडी बनाएँ अनि त्यस पछाडि खोर्सानीलाई फुराएँ अनि प्याजलाई पनि हल्का फ्राई गरेर चाहिँ राखेर अनि टमाटरलाई पनि फ्राई गर्नतिर लागेँ। म पनि टमाटरलाई चाहिँ हल्का पकाए पछाडि चाहिँ एक दुईवटा लसुनको टुक्रा लिएर चाहिँ टमाटर र लसुनको पेस्ट बनाएँ अनि अब म पनि अघि रेडी गरेको सबै सामानहरूलाई चाहिँ त्यहीले मजाले मिक्स गर्नतिर लागे। त्यस पछाडि अघि बनाएको पेस्टलाई पनि राखेँ अनि चाउचाउलाई पनि फोडेर चाहिँ राखेर थोरै नुन जिरा धनिया पाउडर राखेर चाहिँ मजाले मिक्स गरिसके पछाडि चाहिँ रेडी हुन आँटेको थियो अनि माथिबाट टक्कसँगले धनिया लाए पछाडि त एकदमै बब्बाल देखेको थियो। भने खाजा साजा खाइसके पछाडि चाहिँ यत्तिकै बसिरहेको थियो अनि नुहाउनु पर्यो भनेर चाहिँ म पनि बाथरुमतिर लागेँ अनि केही बेरमा नुहाइदिए गरेर पनि सकिसकेको थियो अनि दिउँसो चाहिँ यत्तिकै बसिरहेको थियो। अल्छी पनि लागिरहेको थियो अनि त्यतिकैमा चाहिँ गाई लिन जाने बेला पनि भइसकिसकेछ। आजको लागि चाहिँ यति नै, फेरि भेट्नेछु अर्को भिडियोमा। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। थ्याङ्क यू फर वाचिङ।